साथीहरू नमस्कार हजुरहरूले सबैजनालाई मगर फ्यामिली भ्लगमा स्वागत छ हजुरहरूलाई। अनि मेरो छोरी र अनि ठुली छोरी र सानी छोरीले चाहिँ हाई गर्दैछ। अनि आज चाहिँ हामी साथीहरू अनि बिहान बिहानै अनि हामी चाहिँ धरानतिर लाग्यौँ साथीहरू। अनि यहाँ चाहिँ गाडीमा चाहिँ अनि गीत बजाइराख्नु भएको थियो, त्यही भएर मैले चाहिँ यहाँ भोइस ओभर गर्दैछु साथीहरू। अनि यहाँ चाहिँ हामी माइली दिदीको घरमा पनि आइपुगेर अनि छोरालाई दिदीलाई पनि अनि उठाइसकेको छौँ साथीहरू। अनि मम्मी बुवाहरूलाई अघि नै यता माइत बसेर पनि उठाएर हामी चाहिँ माइली दिदीको घरतिर आएर पनि यहाँनिर हामी चाहिँ अब लाग्यौँ धरानतिर। अनि यहाँ चाहिँ पछाडि चाहिँ म नानीहरू बस्यौँ अनि बिचमा चाहिँ दिदीहरू बस्नु भएको छ, मम्मी अगाडि बस्नु भएको छ साथीहरू। अनि आजको दिन चाहिँ एकदमै राम्रो थियो किनभने बिहानै पानी परेर चाहिँ एकदमै शीतल न शीतल थियो है। अनि यहाँ चाहिँ हामी सबैजना हाँस्दै हाँस्दै, नानी हाम्रो यो छोरा चाहिँ बोल्दैन हाँसै, अनि जिस्काउँदै जाँदैछौँ हामी चाहिँ साथीहरू। अनि आज चाहिँ हामी चाहिँ अनि हाइवेको बाटो चाहिँ अहिले एकदमै खराब छ बनाउँदै गरेकोले, त्यसैले हामीले आधी बाटो यो के अरे खोर्सानीदेखि चाहिँ केराबारी हुँदै अनि हामी चाहिँ पानमारा हुँदै धरान निस्किने गरी यो नयाँ बाटो हाम्रो लागि चाहिँ एकदमै नयाँ हो। अनि ड्राइभर दाइले चाहिँ यो बाटो ल्याउनु भएको अनि एकदमै राम्रो रहेछ यो बाटो। अनि यो बाटो प्रायः मान्छेहरू अहिले हिँड्नुहुँदो रहेछ तलबाट, बाटो बिग्रेको भएर चाहिँ नराम्रो बनाउँदै गरेकोले अप्ठ्यारो भएर चाहिँ यो बाटो हिँड्दै हुनुहुँदो रहेछ साथीहरू। अनि आज चाहिँ हामी चाहिँ अनि धरानमा थोरै काम थियो, त्यसैले चाहिँ हामी अनि सबैतिर अनि डुलेर आऊँ भनेर चाहिँ हामी चाहिँ आज अनि श्रम संस्कृति पार्कतिर पनि अनि आज जानुलाई चाहिँ हामी चाहिँ हिँडेको साथीहरू। अनि अब चाहिँ हामी चाहिँ यहाँ पार्कमा आइपुगेको छौँ। हामी चाहिँ श्रम सांस्कृतिक पार्क अब चाहिँ छिरेको है हामी चाहिँ साथीहरू। कस्तो राम्रो बनाउनु भएको रहेछ, यस्तो रहेछ साथीहरू। घाम घाम यस्तो छ, घाम राम्रो रहेछ यस्तो। कोका खोलाको पानी अरे, कोका पाइप त्यहीँ रहेछ, फुलहरू पनि रोपेको रहेछ, राम्रो हो त्यो। हरियाली वन जङ्गल दामी दामी रहेछ, राम्रो रहेछ हौ। माछा पनि माछा कस्तो राम्रो कलरको, वाउ कस्तो राम्रो माछाहरू हो। इस बुट्टै बुट्टा खालको कस्तो राम्रो रहेछ यहाँनिर। लु हिँड हेर, लु है साथीहरू हामी चाहिँ यहाँ डाँडा उक्लीमै पानी चप्पलमा पानी पस्यो, भिज्दै पो रहेछ। खोइ धरान लेखेको धरान अरे कस्तो मजाले कस्तो राम्रो ल त महँगी भिडियो गर्दै यो भिडियो ब्लगमा हाल्नु यताकोले नछले। यहाँ चाहिँ आमा हुनुहुँदो रहेछ है, नानी बोकेर भारी बोकेर यस्तो आमाची आमाची मोलोची। वाउ कस्तो दामी कस्तो दामी यस्तो रहेछ साथीहरू, कस्तो राम्रो मन पर्यो हामीलाई चाहिँ यस्तै ठाउँहरू मनपर्छ, राम्रो रहेछ यस्तो। डक पनि कहाँबाट आएछ,
मनाइ छ फुलहरू टिप्न छुन र टिप्न मनाइ छ अरे यहाँनिर साथीहरू फुलेको बेला भयो त कति राम्रो उयो माथि कस्तो राम्रो बाटो छैन बाटो बन्द रहेछ लु 10 वर्षको हुनु पर्यो बच्चाहरू मात्रै पाउने बनाउने हैन तपाईहरुको यस्तो बनाउने भने बनाउनु तपाईलाई कस्तो यसरी सिन हालेर कि नेचुरल यो मूर्तितिर खिचेको पानीतिर खिचेको सिनहरू लाएरै होस्टै सिन लाएर अनि हामी ग्रुपकै क्या ग्रुप कति यस्तो चाहिँ तपाईलाई यो 600 पर्यो यो वाला मेटल वाला नफुट्ने वाला हुन्छ 800 पर्यो यो चाहिँ अनि यो पनि त सिसा हुन्छ अगाडि यो सिसा हैन नि हैन यस्तै बडा भए पनि भइहाल्छ अन्त त्यही 600 के बनाऊँ हो यहाँ ग्रुपको खिचेर कति टाइम लाग्छ बना एकछिन हैन आउनु आले फोटो खिच्ने पर्यो सायद मेरो विचारमा ए भाइरल भएको ठाउँ त यसो ढुङ्गा बोके मम्मीको भ्लग बनाऊ कान्छी ना 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 क्या बोल रही हो यार साथीहरू यहाँ चाहिँ आरा काट्दै हुनुहुन्छ दुईजनाले कस्तो राम्रो बस्ने ठाउँहरू पनि रहेछ तपाईहरु पनि आउनुहोस् है श्रम संस्कृति पार्कमा पानी खानुलाई यहाँ फ्रीमा चिसो अर्ग्यानिक पानी फ्रीमा यस्तो छ 35 रुपैयाँमा यस्तो छ है साथीहरू लु एकदम राम्रो बस्ने ठाउँहरू पनि सुविधा चिसो पानीहरू सबै फ्रीमा एकजना बराबर 35 रुपैयाँ रहेछ टिकट साथीहरू यस्तो रहेछ अब यहाँबाट यस्तो चढ्ने यहाँ यताबाट यस्तो रहेछ यस्तो आएर यहाँ चढ्ने रहेछ यता सबैजना यहाँ आमामा पानी पाइपको पानीहरू यहाँ चाहिँ खोला रहेछ यस्तो पनि रहेछ जलजला साथी चाहिँ यहाँ हुनुहुन्छ हे गाइस लु फेरि त वान्स मोर कडा कडा आयो कडा गर्मीमा यसो शीतल झरेको शीतल झरेको कसलाई गर्मी छ आइपुग्यो होला है शीतलले यस्तो राम्रो लाग्यो यसरी आएर यहाँ घुम्ने ठाउँ एकदमै मन पर्यो राम्रो लाग्यो धरान आउनु भएको बेला चाहिँ तपाईहरु यहाँ पस्नु होला धरान आउँदाखेरि चाहिँ यहाँ पसेर हेरेर जानु होला काम पर्दाखेरि चाहिँ सजिलो हुने रहेछ फेरि लाग्यो अब कहाँबाट आएको खोला चाहिँ तल हामी चाहिँ माथिदेखि जाँदैछौँ अगाडिको कुको 5 सानीहरू हुनुहुन्छ हामी उता बुझेको पछाडि वा रोज होइन त्यो बन्न त ओइ कति धेरै गुलाबको फुल के त्यो बगानै रहेछ त गुलाबको फुलको पा हेर्नु त ऊ सबै बगानै यो फुलेको बेला चाहिँ आउनु पर्ने झन् यहाँ मुनि पनि पानी रहेछ हौ साथीहरू यहाँ त गार्डनै रहेछ नि त रोजको तर रेड होइन रहेछ पिङ्क रहेछ क्यार कसरी मिलाएको नि ए जाने ठाउँ त रहेन पो यतादेखि रहेछ यतादेखि रहेछ नि त बाटो जस्तो छ गाडीमा चाहिँ बोल्नै पाइएन कि गीत बजेर कपिराइट हुन्छ भनेर घर पुग्दाखेरि चाहिँ यति चाहिँ कालो पायो डढी जान्छ अब खालको कलर रहेछ पहेँलो सेतो पिङ्क रेड पनि रहेछ वाउ कितना खूबसूरत है दोस्तों ए कस्तो बब्बाल देखिएको यार
गलेर यस्तो छ हालत घाममा साथीहरू यसले लाइक कमेन्ट खै लाइक त कसै गर्दैन कमेन्ट गरेको देख्दिनँ यो चाहिँ हाम्रो मयङ छोरा हो साथीहरू पास्टरलाई अहिले हामीलाई प्रभुले अगाल्नु भएको छैन अब हामी जबरजस्ती कसैले नि के समय भयो प्रभुले अगाल्नुहुन्छ हामी जाँदिनँ भने अटोमेटिक हामी देखेँ म यहाँ त घाँस छ त साम्पाङ जिन तापा साथीलाई साथीले चाम्रे खाएर यस्तो रहेछ कहाँ छ टोइलेट मेरो छोरी चाहिँ अल्छी लागेर यस्तो हुँदैछ है नगर न त नानी अल्छी लाग्यो अरे उसलाई चाहिँ मैला खाजा खुवाउनु पर्ने छ अल्छी लाग्यो यता हेर न पिसा फेरि जाउँ न नानी जाउँ हामी चाहिँ यहाँ पिसा फेर्न टाँकीको उयो पनि रहेछ टाँकी पनि मन चाहिने खाएर जमुनाहरू के पनि रोपेको रहेछ ठुलो खालको होला यस्तो घुमेर यसो ल्याउँ न यसै जाउँ न अब साथीहरू म चाहिँ फेरि यहाँ अनि गीत बजिरहेकोले गर्दाखेरि चाहिँ भोइस ओभर गर्न गइरहेको छु साथीहरू अनि यहाँ श्रम संस्कृति पार्कको अनि एउटा गीतहरू बजाइराख्नु हुँदो रहेछ यहाँनिर चाहिँ अनि यहाँ चाहिँ श्रम संस्कृति अनि पार्टीको चाहिँ मिटिङ गर्ने ठाउँ रहेछ साथीहरू अनि म चाहिँ यहाँनिर बसेर अनि म पनि भाषण लाए जस्तै गर्दैछु है अनि श्रम संस्कृतिको पार्टीको चाहिँ अनि यस्तो उस्तो भन्दै मान्छे यस्तो जिस्केर चाहिँ नानीलाई चाहिँ म भन्दैछु अनि यहाँनिर चाहिँ मान्छेहरू बस्ने ठाउँ रहेछ मिटिङ गर्ने ठाउँ अनि यो चाहिँ यहाँ अगाडि गएर बोल्ने ठाउँ रहेछ अनि म चाहिँ यहाँ बाठी भएर चाहिँ म चाहिँ नेता भएर चाहिँ बोल्दैछु है जिस्किँदै बोलिरहेको छु अनि यहाँनिर चाहिँ अनि आर्मीहरूको चाहिँ सुरक्षा अनि यो अनि गस्ती के भन्छ गस्ती गर्ने ठाउँ के भन्छ यसलाई अनि उनीहरूको चाहिँ यो ड्युटी गर्ने ठाउँ अनि रहेछ यहाँनिर चाहिँ पुरा यो त्यस्तै बनाएको यो चाहिँ अनि आर्मी बसेर यहाँ चाहिँ अनि उनीहरूको ड्युटी निभाउने ठाउँ रहेछ भन्दै चाहिँ बन्दुक बोकेर यसरी बस्छ यहाँनिर भन्दै म चाहिँ यहाँ देखाइरहेको छु है अनि यहाँनिर चाहिँ फलफुलहरू पनि रहेछ अम्बकहरूदेखि लिएर फडिलोहरू जमुनाहरू भन्छ नि हो त्यस्तोहरू पनि रहेछ कति धेरै अम्बकहरू फलिरहेको थियो फुलहरू त झन् कस्तो दामी दामी फुलहरू रोपेको रहेछ अनि राम्रो लाग्यो अनि डुल्नु ओर्नु चाहिँ तपाईँहरू पनि अनि आउनु होला यहाँनिर चाहिँ श्रम संस्कृति पार्कमा चाहिँ तपाईँहरू पनि आउनु होला एकदमै राम्रो लाग्यो खोला रहेछ यता बिचमा चाहिँ अनि पहाडहरू पनि नजिकै रहेछ अनि हामी चाहिँ यहाँ घुमेर पनि अनि अब अर्कोतिर अलिक तलतिर फेरि घुम्न जाँदैछौँ साथीहरू झर्दैछौँ यहाँबाट चाहिँ अनि यहाँ चाहिँ एकदमै अनि गीत बजाउनु भएको रहेछ त्यही भएर मैले चाहिँ भोइस ओभर गर्दैछु साथीहरू अनि गीत चाहिँ कुन भन्नुहुन्छ भने चाहिँ यो देशले यहाँ एउटा मानिस खोजिरहेछ भन्ने श्रम संस्कृतिको चाहिँ अनि यो चाहिँ एउटा के हो उनीहरूको चाहिँ यो पार्टीको चाहिँ यो गीतहरू चाहिँ एउटा अनि होइन विशेष नै होला जस्तो लाग्यो मलाई चाहिँ अनि बजाइराख्नु हुँदो रहेछ क्या यहाँनिर चाहिँ यो भागमा चाहिँ तलतिर अघि डुलेकोमा चाहिँ हामी थिएन यहीँ दुईतिर रहेछ 35 रुपियाँमा अगाडि चाहिँ हामीले पहिलो पार्कमा आउँदा 35 रुपियाँमा टिकट काट्यौँ यता पनि 35मा काट्यौँ भनेर रहेछ अनि यहाँनिर चाहिँ त्यो यो अमिलोहरू भोगटेहरू पनि रोप्नु भएको रहेछ अनि यो चाहिँ यो के हो दरबार जस्तो
अनि यहाँ रहेछ कस्तो राम्रो थियो, तर यहाँ पुरै गीतहरू बजाइराख्नु हुँदो रहेछ। अनि त्यही भएर चाहिँ अलिकति समस्या भयो साथीहरू। अनि यो चाहिँ नामावली होला, सहयोग कसले गर्नुभएको भनेर नामावली टिप्नु भएको रहेछ क्यारा चाहिँ साथीहरू। अनि यहाँ चाहिँ यस्तो गएर चाहिँ माथि जाने ठाउँ रहेछ। अनि हामी चाहिँ गएनौँ, गलेर डुल्ला यस्तो हिँड्दा क्या गलेर चाहिँ हामी चाहिँ गएनौँ। अनि यहाँ छोरीहरू चाहिँ अनि माथि गएर अनि भिडियो बनाउने भनेर चाहिँ यहाँ माथि चढेको थियो साथीहरू। अनि हामी चाहिँ तलै बस्यौँ। अनि नानीहरू चाहिँ यहाँ गएर फोटो खिचेर भिडियो बनाएर दिदी बहिनी चाहिँ अनि त्यहाँदेखि गएको थियो साथीहरू। अनि यहाँनिर चाहिँ अनि तर अब बाहिरै यो गाडीहरू सबै राख्ने, भित्र चाहिँ हिँडेरै सबै ठाउँ डुल्नु पर्ने। अनि हाम्रो मम्मी र बुवाको चाहिँ अलिकति घुँडा दुख्ने, मम्मीको चाहिँ घुँडा दुख्ने समस्याले गर्दाखेरि चाहिँ अलिकति हिँड्नु सक्नु भएन, ठाउँ बस्दै अनि हेर्दै मात्रै। अनि हामी जस्तो सबैतिर चाहिँ मम्मी चाहिँ हिँड्नु सक्नु भएन साथीहरू। अनि यहाँ चाहिँ सबै हिँडेरै डुल्नु पर्ने सबै। अनि हिँड्नु सक्नेलाई चाहिँ एकदमै राम्रो, सबै ठाउँ डुल्दाखेरि चाहिँ एकदमै बेस्ट हुन्छ साथीहरू। तपाईँहरू पनि आउनुहोला अनि यहाँ डुल्नु होला, एकदमै राम्रो। अनि श्रम संस्कृति पार्कलाई चाहिँ सहयोग गर्नु होला, सपोर्ट गर्नु होला, आएर हेरेर उहाँहरूले बनाएको सबै यो अनि पार्कलाई चाहिँ हेरेर सहयोग गर्नु होला। किनभने टिकट पनि सस्तो रहेछ, 35 रुपियाँ एकजना बराबर। अनि अर्को कुरा चाहिँ 70 वर्षदेखि माथिकोलाई चाहिँ फ्रीमा टिकट, पैसा पर्दैन। 70 वर्षदेखि माथिकोलाई चाहिँ फ्रीमा चाहिँ उहाँहरूले अनि हेर्न पस्न दिनुहुने रहेछ साथीहरू। अनि यहाँ चाहिँ पानीहरू पनि अघि तल देखिसक्नुभयो, पानीहरूको पनि सुविधा। अनि चिसो पाहाडको पानी अनि गिलासहरू राखिदिनु भएको रहेछ। मेरो छोरी चाहिँ यहाँ हेर्नु न, फेरि भोकाएर चाहिँ अनि घरबाट खाजा खुवाएर चाहिँ लगेको, तर अब केटाको चाहिँ भोकाएर चाहिँ अनि मैले मोबाइल दिएँ। अनि मात्रै एकछिन उसले भिडियो गर्दैछ, खुसी भएर मोबाइल छुएर होला, नत्र चाहिँ अल्छी लागेर पनि होला, भोकाएर पनि। अनि एकदमै ऊ चाहिँ अल्छी मानिराखेको थियो। मैले भिडियो गर लु मोबाइल भनेर चाहिँ अलिकति उसले फ्रेस भयो। किनभने अब हामी सबैजना फोटो खिच्ने यताउति गर्ने भएर चाहिँ अब ऊ चाहिँ अल्छी लागेर चाहिँ उसले चाहिँ अनि अल्छी माने जस्तो गर्दै थियो। अनि भोक लागेर पनि होला भने मैले चाहिँ अनि अब चाहिँ यहाँबाट हामी घुमेर गर्ने अनि गरिसक्यौँ। अब प्रायः घुमिसक्यौँ, आधी डुलिसक्यौँ। अब चाहिँ हामी बाहिर निस्केर खाजा खानुपर्ने हुन्छ। हामी भित्रै खान खोजेको, भित्र पुरा गर्मीले गर्दाखेरि पकाउने ठाउँ भित्र रहेछ, खाने चाहिँ बाहिर यस्तो उयो टेन्ट टाँगेर चाहिँ दिनु हुँदो रहेछ क्या, त्यहाँनिर ठाउँ त्यस्तो रहेछ। अनि गर्मी हुन्छ जस्तो लागेर हामी चाहिँ बाहिरै जाउँ भन्ने सल्लाह भयो। अनि अब एक सरस्वतै हामी त्यसरी भिडियो गरेर चाहिँ हामी चाहिँ बाहिर निस्किनु पर्ने हुन्छ साथीहरू। अनि बाहिरै गएर हामी चाहिँ यसो खाजाहरू खाने भनेर चाहिँ सल्लाह गरेको छौँ। अनि मम्मीहरू चाहिँ तल गइसक्नुभयो। अनि हामी मात्रै यहाँनिर चाहिँ डुल्दैछौँ। अनि पुरै फुल भिडियो जस्तैमा चाहिँ अब चाहिँ भोइस ओभर हुँदैछ साथीहरू। किनभने गीत बजेको यो देशले एउटा मानिस खोजिरहेछ भन्ने एउटा राष्ट्रिय गीत, राष्ट्रिय भावले भरिएको एउटा गीत चाहिँ बजाइ गर्नु हुँदो रहेछ क्या। यहाँ चाहिँ बजिराख्दो रहेछ क्या यो ठाउँमा चाहिँ, यो भागमा चाहिँ। यहाँ चाहिँ हामी फाल्टै फेरि 35 रुपियाँ काटेर पस्नुपर्ने रहेछ। अनि अघि तलतिरकोमा चाहिँ फाल्टै 35 रुपियाँ, जम्मा चाहिँ 70 रुपियाँ चाहिँ टिकट पर्ने रहेछ। यो चाहिँ एउटा राजदरबार जस्तै के हो भन्दा हामी चाहिँ आस्तै फोटो खिच्यौँ अरे। अनि दिदी बहिनी चाहिँ यहाँ भिडियो बनाउँदै आउँदैछ। हामी यता अर्को दिदी बहिनी चाहिँ फोटो खिच्दैछौँ है फेरि साथीहरू। मेरो माइली दिदी हो। अनि माइली दिदी र म चाहिँ यहाँ फोटो मेरो खिचिदिएँ, भिडियो बनाइदिएँ, म टिकटकमा हाल्छु भनेर दिदीले चाहिँ म फोटो खिच्दैछ। अनि अर्को दिदी बहिनी चाहिँ भिडियो बनाउँदैछ। अब लाग्दैछु सही भन्यो यार, म पनि बनाउनु पर्यो। हामी सब लाग्यौँ अब एक्जिट। अब चाहिँ हामी लु निस्केको, गर्मी भयो, गर्मी 12 1 घन्टा घुम्यो कि 2 घन्टा 1.5 घन्टा जति घुम्यो होला बेसी घुम्नु हो। कति बजी पसेको हामी? 11:15 मा निस्के यहाँ आएको थियौँ जस्तो लाग्यो। 11:15 मा 1 घन्टा। कति बजी 12:44। चटपटे साथीहरू, चटपटे आयो रे।
कोकसँग खायो रे हामी चाहिँ धुवाले यहाँ बसेको ठुलो मासु खोजीमा ठुलो मासुको खोजीमा ठुलो मासुको खोजीमा सुँगुरको मासु साथीहरू यस्तो छ है हालत ठुलो मासुको खोजीमा ठुलो मासुको खोजीमा मिठो पनि छ मिठो छ चाहौ त खायो भने माग्नुपर्छ लुगामा लाग्छ त्यो चिसो अगाडि खाएर भुँडी फुट्नु आँट्यो फर्स्ट बाइट गाइजहरू चानुवाङ रस पिया न कति मिठो छ म त जहीँ गए पनि थुक्पा चाहिँ चाख्नु मन लाग्छ क्या बानी नै मासु भनेको मासु हो साथीहरू मासु भनेको मासु हो मासु खाएपछि लो हामी भेज फेरि यता हजुर होइन माग्दा भइहाल्छ नि मैले खाएँ बोसो खानु यता एक ग्रुप यता एक ग्रुप कोकले एकचोटि कस्तो लाग्नु त आज छोरा भोलि लिएर आउँछ नि त मैले कति दिन बनाएर देखाउँछु तिमीलाई भलै लागेन साथीहरू आइपुग्यौँ ड्राइगन फ्रुट लिएर केरा लिएर हामी चाहिँ घर आइपुगेर पनि सबै माइत पसेर सबै सोरसार बटुलेर घर आइपुगेको साथीहरू यहाँ पाकेको केरा पनि ल्याएको एक घरी केरा ड्राइगन फ्रुटको बिरुवा सबै बोकेर आइमै माइतबाट डुल्नु जानुपर्छ अनि सबै माइत पसेर लिएर आउनुपर्छ यसरी घरि नै केरा बोकेर आउने हो